स्याबास पिस्ता, अब म आइहाल्छु तिमीलाई बिहे गर्न। बिचरा काजु आफ्नै बुढीको जालमा परेर मर्यो। त्यो मुला काजु त मरिगयो पिस्ता। अब तिमी र मेरो बिहे गर्न कसैले रोक्न सक्दैन। हुन्छ मेरो भान्टु, भोलि माथि मन्दिर आऊ, बिहे गरौँला। अब मलाई पिस्तासँग बिहे गर्न कसैले रोक्न सक्दैन। ल, अब दुलाहाले दुलहीलाई सिन्दुर लगाइदिने बेला भएको छ। सिन्दुर हालिदिनुस्। एकछिन पर्खे भान्टा। तिमी त मरेको थियौ त, कसरी यहाँ आयौ? त्यो मरेको म होइन, मेरो नक्कली लास हो। तिमीहरूले मलाई मार्ने प्लान बनाएको मलाई पहिल्यै थाहा थियो, त्यसैले म मरेको नाटक गरेको थिएँ। अब थाहा भयो पिस्ता, तिमी एकदम धोकेबाज रहेछौ। अब तिम्रो र मेरो सम्बन्ध आजबाट सकियो।